मित्र, आज यस समयमा हामी तपाईलाई येशू ख्रीष्टका कामको बारेमा बताउन चाहन्छौँ। येशू संसारको सृष्टिकर्ता र संरक्षक हुनुहुन्छ। यूहन्ना 1:3 र 10 पद, कोलोसी 1:16 पद र 17 पद, हिब्रू 1:2 र 3 पद। येशू स्वर्गमा रहनु भएन, तर त्यहाँ भएको उहाँको महिमा छोडेर मानिस भएर उहाँ संसारमा आउनुभयो। यूहन्ना 17:1-5 पद। दुई मुख्य कारणले येशू सत्य परमेश्वरको एकमात्र अवतार भएर संसारमा आउनुभयो। पहिलो कारण चाहिँ परमेश्वर कस्तो हुनुहुन्छ भनेर मानिसहरूलाई देखाउनको लागि थियो। कसैले कहिल्यै परमेश्वरलाई देखेको छैन। यूहन्ना 6:46 पद। तर येशूले मानिसहरूलाई परमेश्वर देखाउनुभयो। यूहन्ना 12:45 पद अनि 14:7-9 पद। नमुनाको लागि येशूको जीवन हेरेर परमेश्वर एउटा प्रेमी र दयालु र पाप क्षमा गर्नुहुने स्वर्गीय पिता हुनुहुन्छ भन्ने हामीलाई थाहा हुन्छ। यति मात्र होइन, येशूले गर्नुभए जस्तै पिता परमेश्वरले मानिसका सबै खाँचो र दुःखलाई हेर्नुहुन्छ। येशू संसारमा आउनुभएको दोस्रो कारण मानिसहरूलाई मुक्ति अथवा उद्धार दिनलाई हो। क्रुसमा मर्नाले येशूले मानिसलाई उद्धार गर्नुभयो। येशूले मोल तिरेर उहाँले हामीलाई पाप र पापको दण्डबाट छुटकारा दिनुभयो। मर्कुस 10:45, गलाती 3:13 अनि पहिलो तिमोथी 2:6 पदमा हेरेर पनि तपाईँले यस कुरालाई बुझ्न सक्नुहुन्छ। हामीलाई अन्धकारको राज्यदेखि छुटाउनलाई। कोलोसी 1:13 पद। येशूले सुन वा चाँदीको होइन, तर आफ्नै रगतको मोल तिर्नुभयो। पहिलो पत्रुस 1:18-19। शैतानलाई नष्ट गर्न। हिब्रू 2:14 र बाहिर फालिनलाई। यूहन्ना 12:31 पदमा तपाईँले शैतानलाई नष्ट र बाहिर फालिनलाई आउनुभएको कुरा हामी बुझ्न सक्छौँ। शैतानलाई नष्ट गर्न र बाहिर फालिनलाई येशू आउनुभयो। त्यसकारण दुष्ट आत्माहरू येशूको बसमा हुनुपर्छ। लुका 10:17-20 पद र मानिसहरूबाट निस्किजानुपर्छ। मर्कुस 1:34 पद। परमेश्वर आफै पवित्र र पापरहित हुनुभएको कारणले उहाँले सबै पाप र अधर्मका निम्ति दण्ड दिनुपर्छ। तर येशूले हाम्रो प्रायश्चित भएर हाम्रा सट्टामा हाम्रा पापको दण्ड अर्थात् मृत्युदण्ड भोग्नुभयो। रोमी 3:23-25 पद र पहिलो यूहन्ना 2:2 पदमा हेरेर पनि हामीले यस कुरालाई अझ राम्रोसँग बुझ्न सक्छौँ। एकातिर येशूको मृत्युद्वारा परमेश्वरले पवित्र रहेर हाम्रा पापका लागि दण्ड दिनुभयो र अर्कोतिर हेरेर उहाँले आफ्ना पुत्र येशूलाई हाम्रा निम्ति बलिदानको रूपमा दिएर हामीलाई मानिसप्रति दया र प्रेम देखाउनुभयो। परमेश्वरले हाम्रा पापहरू त्यसै छोड्नु भएन। तिनका लागि उहाँले दण्ड दिनुपर्थ्यो, तर उहाँले आफ्ना पुत्र येशूलाई हाम्रै दण्ड भोग्न लगाउनु भयो र हामीलाई चाहिँ उहाँले छुटकारा दिनुभयो। हामी पहिले आफ्ना पापको कारणले परमेश्वरबाट अलग भएका थियौँ, तर येशूले आफ्नो रगतको बलिदानद्वारा आफ्नो मृत्युद्वारा परमेश्वर र हाम्रा बीचमा मिलाप गराउनु भयो। यस कुरालाई हामी रोमी 5:1 पद, दोस्रो कोरिन्थी 5:18 पद र कोलोसी 1:20 पदमा हेरेर पनि बुझ्न सक्छौँ। क्रुसमा येशूको मृत्यु र उहाँको शरीरबाट भएको रगतद्वारा उहाँमा विश्वास गर्ने सबैले पाप मोचन मात्र होइन, तर पापहरूबाट स्वतन्त्रता पनि पाएका छन्। मर्कुस 2:5-11, पहिलो यूहन्ना 1:7-9 मा हेरेर तपाईँले यस कुरालाई बुझ्न सक्नुहुन्छ। क्रुसमा टाँगिनु हुँदा येशूले मानिसहरूका कमजोरी र रोगहरू बोक्नुभयो र यसो गरेर मानिसको शरीर निको पार्नुभयो र मानिसलाई भूतात्माबाट छुटकारा दिनुभयो। यशाया 53:4-5 पद, मत्ती 8:16-17 पद, मर्कुस 1:27 पदमा हेरेर पनि तपाईँले येशूले दिनुभएको छुटकाराको बारेमा बुझ्न सक्नुहुन्छ। मित्र, येशूले आफ्नो पुनरुत्थानद्वारा उहाँमा विश्वास गर्ने सबैलाई शारीरिक पुनरुत्थान र अनन्त जीवन मिलाउनु भयो। यूहन्ना
54, 57 र यूहन्नाकै 11 अध्यायको 25 देखि 26 पद र पहिलो कोरिन्थी 15 को 20 देखि 22 मा तपाईले यस कुरालाई हेरेर पनि अझ बुझ्न सक्नुहुन्छ। मित्र, अहिले भर्खरै भनिएका सबै आशिषहरू येशूले आफ्नो मृत्युद्वारा हामीलाई दिनुभयो, तर आजसम्म पनि येशूका काम छँदैछन्। येशूले उहाँका पहिला चेलाहरूलाई उहाँको मण्डली स्थापना गर्नका निम्ति पवित्र आत्मा पठाउनु भयो। यूहन्ना 14 को 16 देखि 17 पद, यूहन्ना 15 को 26 देखि 27, प्रेरित 2 को 1 देखि 4 पद। र अहिले पनि येशूले विश्वासीहरूलाई पवित्र आत्मा पठाउनुहुन्छ। मर्कुस 1 को 7 देखि 8 लाई हेरेर पनि बुझ्न सक्नुहुन्छ। अनि मत्ती 28 को 20 पदमा उही पवित्र आत्माद्वारा म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु भनेर येशूले हामीलाई प्रतिज्ञा गर्नुभएको छ। हामीले मत्ती 18 को 20 पद र यूहन्ना 14 को 16 देखि 18 मा पढ्न सक्छौं। मित्र, त्यति मात्र होइन, अहिले नै स्वर्गमा येशूले हाम्रा लागि परमेश्वरसित अन्तर्विन्ती गरिरहनुहुन्छ। रोमी 8 को 34 पद र पहिलो यूहन्ना 2 को 1 पद। येशू मण्डलीको शिर हुनुहुन्छ। एफिसी 5 को 23 पद, कलसी 1 को 18 पद। र उहाँ स्वर्ग र पृथ्वीमा सबै थोक माथि राज्य गर्नु र उहाँ स्वर्ग र पृथ्वीमा सबै थोक माथि राज्य गरिरहनुहुन्छ। मत्ती 28 को 18, एफिसी 1 को 20 देखि 22 पद, फिलिपी 2 को 9 देखि 11 पदमा तपाईले यस कुरालाई हेरेर बुझ्न सक्नुहुन्छ। र मित्र, अहिले भर्खर हामीले तपाईलाई चाहिँ येशू ख्रीष्टको बारेमा अझ केही बुझ्नको लागि र उत्साहको लागि येशूका कामहरूका बारेमा केही कुरा बताएका छौँ। आशा छ तपाईले आजको यस समयमा जब हामीले येशू ख्रीष्टलाई अझ राम्रोसँग चिनेर अगाडि बढ्नुपर्छ, सो समयमा तपाईले येशू ख्रीष्टको बारेमा केही नयाँ जानकारी प्राप्त गर्नुभएको छ र आत्मिक रूपमा उत्साहित हुनुभएको छ र भौतिक ज्ञान पनि प्राप्त गर्नुभएको छ। अहिलेसम्म हामीलाई साथ दिइरहनु भएकोलाई तपाईलाई धेरै धेरै धन्यवाद र प्रभु येशू ख्रीष्टको आशिष तपाईहरुमा रहेको होस्।